धेरै एक्साइटेड भएर 4 बजे उठेर नुहाएर रेडी भएर घरबाट हिँड्दा चाहिँ 7 बजेर 7:15 यस्तै कति भयो। मैले चाहिँ भ्लग चाहिँ सीता बाबा आएर बल्ल स्टार्ट गरेको र अब चाहिँ हामी जोरधारा गएर फेरि हजुरहरूलाई भेट्छ। Malakot is calling for us. We are very excited. How did I? जोरदारा आए हामी यही आउँछौँ कि सधैँ। अङ्कल नमस्कार।
हामी मरमकोट मरमकोट अँ ए हो र हामीलाई प्याक गरिदिनु न ठिक हजुर आलुवाला बनाउनु भएन यहाँ हाम्रो मरमकोटको टोली चाहिँ एकदम आगो ताप्दैछौँ माई गॉड अन्त हात जला नि त्यति थाहा पाएन चिसो भयो है आन्टी है त अङ्कल ए नमस्कार हिँडेको के चिहार जाने र माथि उसमा भएर बुटोलतिरको हिँडेरलाई एकदम अझै माथि हिँड्दै जानुपर्छ ए ल ल तातो ह म त डर लाग्छ चिया खानलाई सिलाइसक्यो तर हामी चाहिँ अब चिया खाएर यहाँबाट मरमकोट निस्किन्छौँ यहाँ अङ्कलले चाहिँ 15-20 मिनटमा पुगिन्छ भन्नुभएको छ लेट्स चाहिँ अब कति मिनटमा पुगिन्छ थाहा छैन खास हाम्रो चाहिँ आज नुवाकोट जाने प्लानिङ थियो फेरि नुवाकोट हामी 2 जनै गइसकेको छौँ अनि त्यता क्यान्सल गरेर हामी मरमकोटतिर जाम भनेर हिँडेको छौँ हिँडेर पनि हामी जोरदार आइसक्यौँ हामी चाहिँ अब चिया खाएर हजुरहरूलाई भेट्छौँ अनि यहाँबाट हिँड्यो तिमीलाई कतिको चिसो भयो स्कुटर चलाउँदा हो मलाई त यस्तो चिसो भएर फेरि मलाई जाडोमा एकदमै नाक चिसो हुन्छ मेरो चाहिँ यो एकदम बिग प्रब्लम हो नाक र अनि फेरि खुट्टा हुन्छ नि एकदमै चिसो हुन्छ के दुईटा मोदर बुट लाउँदा नि चिसो भयो तर यो ग्लास कति तातो हो तर तातो समझ्दा पनि खासै हातले थाहा पाएन के यो नास्तान ठाउँमा चाहिँ म सानै हुँदैबाट हामी यहीँ आइरहेको थियौँ कि ड्याडी मम्मीले यहीँ लिएर आउनुहुन्थ्यो अनि यहाँ आउँदा चाहिँ मलाई यहाँ पस्नै मन लाग्छ के तिमी पनि आऊ होला ड्याडी मम्मीसँग म त 2-3-4 चोटि आइदिएको कस्तो हुन्छ होला न त्यहाँ हामी सोचे जस्तो गर्नु भगवान लाउनु पर्छ हामी चाहिँ प्याक गरिसक्यौँ यस उयो डिक्कीमा राख ओ माई गॉड यावे हेर्न लावे आन्टी गयौँ है बाई
क्या तिमी त फेरि त्यस्तो धुवा फालिराख्ने मान्छे हो नि तिमी फेरि एक्सपिरियन्स छ क्या तिमीलाई जे होस्। अब हामी जोरदाराबाट हिँड्न लाग्यौँ हाम्रो डेस्टिनेसनतिर। आन्टी गयौँ है ल ल साथीहरू हामी चाहिँ जोरदाराबाट हिँडे चियाको त अलि रिलिफ फिल भयो होइन। अलि ज्यान के हल्का जे भयो भने कि तात्यो के आगो पनि ताप्यो। मरमकोट भनेर लेखिन्छ त त्यो यो जन्तिलुङ र मरमकोटको सामुदायिक होम स्टे अरे। जुन यो मरमकोट जाने बाटो आइसक्यौँ। अब चाहिँ हामी यहाँबाट माथि जान्छौँ। जोरदाराबाट चाहिँ नजिकै रहेछ है मरमकोट जाने बाटो चाहिँ। अनि एकदमै एकदमै उकालो छ हजुरले देख्न सक्नुहुन्छ। ओ माई गॉड मरमकोट जाने बाटो यही है ना। थ्याङ्क यू नाची हटाए हामी चाहिँ एकदम राइट बाटो आउँदै आएको रहेछौँ। तर चाहिँ यो बर्खाको बेलामा चाहिँ आउन नमिल्दो रहेछ यो बाटो होइन किनकि चिप्लो नि त आज यस्तो रिफ्रेस फिल भयो नि। बाटो हेर न साथीहरूको बाटो चाहिँ एकदम खत्तम छ है।
यहाँबाट माथि हजुर माथि गराइसक्नु भएको हो यहाँबाट चाहिँ मरमकोटको लागि जानु पर्दो रहेछ हिँड्दै जानु पर्दो रहेछ तर उयो त्यो हो त्यहाँ सिडी नभइदिएको भएन जाँदो रहेछ हामी चाहिँ माथि डाँडामा जाँदैछौँ भर्खरै त स्टार्ट छ अब कति मिनट लाग्ने थाहा छैन कति भयो अहिले घडी हेर त ए खै गयो चस्मा समात त 9 ट्याक्कै 9 बज्यो भाइ तिमीलाई कस्तो लागिरह अहिले यहाँसम्म के कस्तो लागिरह रमाइलो भयो अनि हामी चाहिँ एकदमै एक्साइटेड छौँ है यस्तो रहेको छ तर बाटो त सिडी चढेको हेरेको थियो न त्यहाँ चाहिँ हिँड्नु पर्छ होला जस्तो मलाई लागिरहेको थियो त्यही भएर मैले त्यो बुट नलाएको के भन ठिक गरेछु मैले पनि लाइफमा केही ठिक गर्दो रहेछु भनेर आज थाहा पाएँ हामी हिँड्यौँ नि त हिँड्यौँ नि त्यही भएर हो के शरीर तात्यो हुँदै जानु पर्यो खास हामी उयो यस्तो हेर्न आएको के त्यहाँ नि के हो यो ए ल मेहन्दी माय गॉड एक्सपेक्टेसन भन्नु रियालिटी छ हुने भयो ल हेर न हामीलाई छिटाउनु पर्ने छ के हाँसलाई मलाई त ए हामी चाहिँ त्यहाँ पुग्ने हो यहाँको चाहिँ यस्तो छ खास हामी त हेर्न आएको बिचरा हामी बिचरा आफूलाई टिट लाग्यो दिएर तिमीलाई मन लाग्यो तपाईँलाई देखेर बिहान 4 बजे उठेर नुहाएर आउनको लागि के धेरै एक्साइटेड भएर हामी चाहिँ फाइनल्ली के अरे रमकोट आयौँ हजुरले देख्न सक्नुहुन्छ घामलाई देखाउनु त कस्तो आउँछ अब देखिने हुन्छ घाम मान्छे देख्यो त उदाउँदाखेरिको प्यालो दामी देखिने छ कि होइन ल बादल चाहिँ लागेको रहेछ है जे होस् हामी चाहिँ आउनु लेट गऱ्यौँ फाइनल्ली मारमकोट आइसक्यौँ आएर त टोपी त खोल्नु पर्यो
अब नास्ता खान लागेछौँ। यस्तो छ मरमकोटको भ्यू। यहाँ चाहिँ अहिले घाम लागिरहेको छ। अहिले चाहिँ 10:45 भयो बिहानको। हामीले चाहिँ धेरै टिकटक बनायौँ, फोटो खिच्यौँ। अब चाहिँ थोरै भोक लाग्ला जस्तो भएर फेरि नास्ता खान लागेछौँ। ल साथीहरू, हामी फेरि अब घरतिर जान लाग्यौँ। तिमीलाई कस्तो लाग्यो आज? रमाइलो राम्रो थियो ठाउँ। तर हामीले जुन एक्सपेक्ट गरेर आएको थियौँ त्यो चाहिँ थिएन। बाई बाई। अब फेरि हामी रिटर्न जहाँ स्कुटी राखेको थियौँ त्यहाँ जान लागेछौँ। अब चाहिँ घाम लागेपछि चाहिँ खासै त्यस्तो बादल यताउति केही पनि नदेखिँदो रहेछ। हामीले चाहिँ अलिअलि देख्न पायौँ होइन, त्यस्तो धेरै हामीले जस्तो सोचेर आएको थियौँ त्यस्तो चाहिँ पक्कै पनि थिएन। बाइकहरू, बाइक स्कुटी। यहाँ माथि कहाँ गइन्छ फेरि? माथि फेरि मिनी किराना पसलहरू मास्तिर हिँड्छ बाटो। यहाँ गुफा जाने बाटो तल रहेछ क्या होइन? यो बाटो चाहिँ गुफा गइदो रहेछ। यो डाँडा जाने बाटो 500 मिटर पर अरे। ल है साथीहरू, अब चाहिँ हिँड्यौँ हामी स्कुटीमा। एक्सपिरियन्स लिने यो बाटोमा? नाइ, म त लिँदिनँ। म त यस्तो पिच रोडमा मात्रै छरा वालसम्म। ल हामीहरू चाहिँ अब यहाँबाट हिँड्यौँ। साथीहरू, हामी फेरि रिटर्न ब्याक भइसक्यौँ। हामी जहाँबाट माथि लागेको थियौँ ठ्याक्कै हामी त्यही बाटो तल आइसक्यौँ। बसेर 2 मिनट गयो। हामीले केही पनि खाएको छैन। जोरदाराबाट लिएर गएको पकौडा मात्रै खायौँ। कुनै ठाउँमा घाम लागिरहेको छ, कुनै ठाउँमा फेरि चिसो छ। यहाँ छ, यहाँ त ठ्याक्कै 40। दुईजनाको 40, एकजनाको 20। ल भइहाल्यो नि। याहु, माथि जान पाइन्छ? तर मलाई यहाँ अस्तिबाट आउनु मन लागिरहेको थियो के। यस्तो राम्रो साँगुरो र गहिरो छ हो। सानो देखिए तापनि यो ज्यादै साँगुरो र गहिरो छ। राम्रो रहेछ तर। हामी चाहिँ अब भूत खोलाबाट हिँड्न लाग्यौँ। तर मलाई यहाँ कस्तो आउनु मन लागिरहेको थियो कि पहिल्यैबाट। तर म फर्स्ट टाइम आएँ यहाँ। तर कस्तो राम्रो रहेछ होइन? यही बाटो हामी कति हिँडिरहेको हुन्छौँ तर पनि हामी यहाँ फसेको थिएनौँ। अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यौँ। हामी चाहिँ बुटोल आइसक्यौँ भर्खरै। पार्वतीतिर एकदमै घाम लाग्यो भने बुटोलतिर चाहिँ एकदमै चिसो हावा चल्यो, हुस्सु लाग्यो। हजुरले मेरो ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ बुटोलको वेदर। अनि हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो मारमकोटको
सेयर एन्ड सब्सक्राइब पनि गर्न नबिर्सिनु होला बाई।